हेलो साथीहरू सबैजनालाई नमस्ते। म नवीन ओली। हजुरलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि के छ साथीहरू, सन्चै आरामै हुनुहुन्छ होला हैन। भिडियो सुरु गर्नुभन्दा पहिले चाहिँ मेरो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। म चाहिँ जङ्गलतिर छु। आज चाहिँ गोठाला गएको। अहिले भर्खरै पानी परेर निस्किएको छ हैन। अनि के छ तपाईहरुलाई, सन्चै आरामै हुनुहुन्छ होला हैन। बर्खा पनि लाग्यो। गाउँतिर जुगाहरू लाग्ने, हिलो यताउति भइरहन्छ गाउँतिर। कहिले पानी पर्छ, कहिले घाम पनि लाग्छ, कहिले बादल लागेर अब पानी पर्ला अब पर्ला जस्तो पनि भइरहेको हुन्छ। आज चाहिँ पानी पर्ला जस्तो थिएन हैन। त्यही भएर मैले चाहिँ छाता ल्याएन हैन। त्यही भएर म चाहिँ रुजे, हेर्नुस् बाख्रा भेडा पनि रुजे, गोरुहरू पनि रुजे। पानी पर्यो भने यो बाख्रा त चढ्दै चढ्दैन, झन् भेडा र बल्ल हो चढ्ने। त्यही पनि आज चढेको छैन। अघि गइरहेछ हेर्नु। अगाडिको चाहिँ त्यो ठुलो हो, पछाडिको चाहिँ 2 वर्षको भयो। यस्तै छ साथीहरू, के गर्नु गाउँतिर। केही झ्यालाहरू काटिदिने हुन्छ भनेर हाँसी लगेको, पानी परेर हैरानै बनाइदियो। थोडा काट्दिएको काट्न त, अहिले फेरि अब घर लग्दाखेरि अब फाट्ला जस्तो भइरहेछ। जुगाले पनि खायो साथीहरू हैन। मलाई चाहिँ खाएको छैन, बाख्राहरूलाई चाहिँ खाएको छ अलिअलि। मसम्म चाहिँ अहिले पुगेको छैन। पारी त्यो पछाडि देखिने डाँडोमा चाहिँ लगेको थिएँ मैले, पारीको जङ्गलमा। पारी कुहिरो लागेको छ, त्यहीँनिर लगेको थिएँ। अनि त्यहाँदेखि फेरि पानी बित्दियो, रुखमुनि ओत लागेको थिएँ, भिजायो। ज्याकेटबाट चाहिँ देखिँदैन, टी-सर्ट हेर्नुहोस् यस्तो हालत छ। त्यति ठुलो चाहिँ परेन हैन, सानो पर्यो पर्न त, तर भिजाउने खालकै परेको थियो। तर रुखमुनि चाहिँ ओत लगाएर म त्यति भिजिनँ। अनि के छ त, जङ्गलको बीचदेखि रोड गएको छ हैन, सहजै छ। रोडमा चाहिँ अलि जुगाहरूको डर भएन, जुगाबाट बच्न सकियो। तर सर्पहरू चाहिँ बहुत भेटिन्छ, फेरि रोडमा बहुत देखिन्छ। मैले आजसम्म चाहिँ भेटाएको छैन हैन। 5-6 दिन भयो गाला आउनु लागेको, 5 दिन जति भयो होला आज। मैले भेटाएको छैन योचोटि चाहिँ हैन। पोहोरचोटि चाहिँ भेटिन्थ्यो, कहिले काहीँ त दिनमा 1-2टा पनि भेटिन्थ्यो हैन। साथीहरू गाउँघरतिर हिरो लागेर गाउँ ढकमक्क पारेको छ हैन। उता पारीतिर घाम लाग्ला जस्तो गरेको छ, यतातिर हेर्नुहोस् यस्तो छ गाउँतिर। म गाउँदेखि चाहिँ जङ्गलदेखि चाहिँ गाउँमा प्रवेश गरिसकेको छु। गाउँ र जङ्गलको सीमामा छु, हेर्नुहोस्। पारी त्यहाँनिर मकैहरू लगाएको छ, यताउता छ साथीहरू। मकै फेरि अब मकैले दाना लगाउनु लाग्यो भने, कोसा लगायो भने बाँदरहरूको धेरै बिगबिगी हुन्छ फेरि यता हैन। अनि बाँदरहरूको, स्यालहरूको हैन यतातिर
धेरै बिकबिकी हुन्छ, खाइहाल्छ। यस्तै छ साथीहरू। गाउँमा चाहिँ बर्खाको टाइम एउटा काम गर्नेहरूलाई चाहिँ धेरै गाह्रो हुन्छ बर्खातिर। गाई भैँसीहरू पालेकोलाई चाहिँ धेरै गाह्रो हुन्छ कि गाउँघरतिर। गोरुहरू अनि यो बाख्राहरू हाम्रो झन् ठुल्ठुलो मात्रै ल्याएको छ, सानो गरी घरमै छ फेरि। हाम्रो गाउँमा चाहिँ स्याउ पनि मिल्छ है, स्याउ फलेको पनि छ। इन्डियादेखि ल्याएर लगाएको बोटहरू ठुल्ठुलो छ हेर्नु, फलेको पनि छ हेर्नु। कोही बोट मर्न पनि लागेछ, कोही बोट धेरै फलेको छ कि सानो बोट चाहिँ हेर्नु। धेरै फलेको छ। अहिले चाहिँ बाटोमा चढ्नु लागिरहेछ। यस्तै छ गाउँतिर चाहिँ। यता पनि पिरोले ढकमक्क ढाकेको छ होइन, तर रमाइलो छ बर्खामा पनि। घाँसहरू पुरा हरियो भइसक्यो होइन। यस्तै छ साथीहरू। हेर्नु घोगा मकैहरू पारियो, त्यो डाँडोभरि पुरा स्याउको रुख थियो पहिले, अनि बाँदरले चाहिँ गरेर एउटा पनि नराखेर पुरा हाँगैसित भाँचेर खाइदियो हुनाले चाहिँ यहाँबाट चाहिँ उ गर्यो, पछाडि रुखहरू सुक्दै गयो। त्यस पछाडि लगाएन त्यतातिर, यतातिर चाहिँ संरक्षण गरेर लगाएको छ। पारि यो साइडमा पनि यो जहाँनिर यो देखिन्छ नि हो, यो साइडमा पनि स्याउहरू छ। उता गहिरोमा त्यो पारि यो देखिन्छ नि दुईवटा तिनीहरू, योदेखि उतापट्टि पनि गहिरोमा धेरै स्याउहरू छ क्या। हालत खराब छ साथीहरू। आज चाहिँ पुरा जुगोले हेर्नु खाएर यतातिर लागेर अहिले फालेको गाह्रो छ साथीहरू, गाह्रो छ। अनि यस्तो भइरहेछ आकाशमा। माछाहरू सिधा भुक्कै आएको छ जस्तो परिरहेको छ। यस्तै छ साथीहरू। अब घर जाँदाखेरि चाहिँ बिग्रिनु थाल्यो, फेरि एकछिनमा भैँसीमा जानुपर्छ। साथीहरू 4 बज्न लाग्यो। साथीहरू नर्मली भनेदेखि आधी घन्टा जानुपर्छ। त्यो पारि फलन त्यहाँ पनि लागेको छ। यता तपाईँहरूलाई देखाउँछु माघे नौराथीको दिनमा देखाउने छु तपाईँहरूलाई। मेरो खोज्ने पारी त्यहाँनिर हो, पारी डाँडोमा चाहिँ उता देखिन्छु। मुसुको खलङ्गा पनि ठुलो देखिरहेको छ साथीहरू। आज बादल लागेर त्यही छ। मोबाइलको पनि छैन साथीहरू, के गर्नु, त्यही छ। मोबाइलको लेन्स पनि त्यति राम्रो छैन साथीहरू। पोको सेट हो, त्यही छ। ओके साथीहरू, आजलाई चाहिँ अर्को भिडियोमा आउँदै गर्छु म हजुरहरूको भिडियोमा।
लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अरू कमेन्ट पनि गरिदिनु होला गाइजहरू होइन, कस्तो लाग्छ मेरो भिडियो होइन। यो त थ्याङ्क यू साथीहरू। म चाहिँ अघिलाई चाहन्छु भिडियोलाई सकेको छैन, नेक्स्ट भिडियोमा अझै नै राम्रो